हेलो दर्शन नमस्ते। कस्तो हुनुहुन्छ? आशा गर्छु हजुरहरू सन्चै हुनुहुन्छ। अनि हजुरहरूलाई स्वागत छ मेरो भ्लगमा। आज चाहिँ म हजुरहरूलाई समुद्रको सैर गराउँदैछु होइन। समुद्र कति राम्रो छ हेर्नु न, खल 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 बगेको होइन। एकदम सङ्लो ढुङ्गाहरू लेउ लागेर अनि समुद्रमा तपाईँको त्यो माछाहरू नि कसरी निकाल्दैछ अरे बाफ्रे। कस्तो माछा पनि तपाईँको यत्रो लामो लामो थुतुनु भएको हुन्छ। कस्तो खालको माछा हो, एकदम टेस्टी हुन्छ भन्छ, तर मैले अहिलेसम्म टेस्ट गरेको छुइनँ यो माछा चाहिँ होइन। कस्तो हुन्छ थाहा छैन। अनि उताबाट यता फालिदिएर चाहिँ भाइले देखाउँदैछ हो होइन। उनीहरू चाहिँ बङ्गलादेशका साथीहरू हुन् अनि यहाँ धेरै आउनुहुन्छ मान्छेहरू हेर्नलाई पनि आउनुहुन्छ रमिता, अनि प्लस माछा मार्नलाई पनि आउनुहुन्छ। हेर्नु न माछा कति धेरै माछा हो मारेर राखेको। जे होस् मेहनत गरेपछि खान पाइन्छ नि त राम्रो होइन। फ्रेस पनि खान पाइयो होइन। अब बजारमा किनेको फ्रोजनभन्दा त अब फ्रेस चिजहरू भनेको धेरै नै राम्रो हुन्छ। अनि त्यही समुद्रमा हेर्नु न उहाँ मान्छेहरू त्यसरी रमिरहेका हुन्छन् अनि कोही फोटो खिचिरहेका हुन्छन् सबै आफ्नो आफ्नो तालमा। कति राम्रो समुद्र होइन। पानीहरू पनि एकदमै सफा कञ्चन। अनि हिँड्दाखेरि चाहिँ अलिकति सम्हालिएर हिँड्नुपर्ने अवस्था छ, किनभनेदेखि धेरै नै लेउ लागिरहेको छ होइन। अनि माछा मलाई चाहिँ यसरी फिसिङ गर्न आउँदैन। हामी चाहिँ अब एक त गाउँघरमा हुर्केको हो, त्यो पनि तराईमा होइन। यो चाहिँ झिङ्गे माछाहरू हेर्नु न कसरी निकालेको झिङ्गे माछा त पनि। अनि हामी चाहिँ एउटा बाँसको टाँगो, त्यो बाँसको हाँगा लिन्थ्यौँ अनि त्यसमा अनि टुप्पोमा धागो लगाउँथ्यौँ अनि धागोमा हामी गँडेउला उनेर अनि बर्खाको टाइममा चाहिँ अनि हामी साथीहरू मिलेर सबैजना अनि खेतमा जान्थ्यौँ कि धान रोपेको खेतमा अनि मार्थ्यौँ। त्यो दिन सम्झिँदाखेरि क्या आनन्द आउँछ क्या। आजभोलि त अब सब चिजहरू अब डिजिटलाइज भयो होइन। अनि तपाईँको फिजिकल्ली मान्छेहरू आजभोलि एट्याच हुन छोडे नि त होइन। डिजिटलाइज जमानामा अब सब कुराहरू अब आफ्नो आफ्नो मोबाइल फोन डिभाइस होइन, हरेक चिजमा मान्छेहरू त्यतै झुम्ने रम्ने गर्छन् अनि फिजिकल्ली एट्याचहरू हुँदैन। अनि पहिलेको ती दिनहरू सम्झिन्छु, ती साथीहरू सम्झिन्छु होइन। सबै अब त उमेर पनि अब लगभग आधी उमेर भइसक्नु भयो, सबैजना भइसक्यौँ हामी होइन। सबै आफ्नो आफ्नो घर परिवार, आफ्नो आफ्नो व्यथा, आफ्नो आफ्नो समस्याले गर्दाखेरि अब विभिन्न देशमा गएर रोजगार गरिरहनु भएको छ होइन। उहाँहरूले पनि यदि यो भिडियो हेर्नुभयो भनेदेखि कृपया कमेन्ट गर्नुहोला होइन। हाम्रो त्यो जुन यादगार पलहरू चाहिँ स्मरण होस् अनि त्यो पलहरूलाई चाहिँ हामी कहिले पनि बिर्सिन सक्दैनौँ। यो चाहिँ अब जुबेलको यतापट्टि पर्छ यो छेउमा हेर्नु न गङ्गाटा कस्तो त्यसले चाहिँ पुरै चेप्न खोजेको। उहाँहरू चाहिँ नेपाली साथीहरू हुनुहुँदो रहेछ होइन। भर्खर आउनुभएको अरे एकजना त्यो नेपाली झन्डाको टी सर्ट लाउने चाहिँ ओखलढुङ्गाको हुनुहुँदो रहेछ। उहाँलाई चाहिँ गङ्गेटाले चेपेछ कि त्यही भएर भन्नुहुँदैछ काँडा काँडा छ त्यो गङ्गेटामा, बहुत खतरा हुँदो रहेछ उनीहरू। अनि अर्को साथी चाहिँ झापाको हुनुहुँदो रहेछ, म पनि झापाकै हो होइन। अनि नेपाली भेटेपछि अब गफ त लाउनै पऱ्यो। अब त्यत्रो समुद्रमा कोही नेपाली देखेको थिइनँ होइन, सबै अरूतिरको देखिरहेको थिएँ। अनि उहाँहरूलाई देखेपछि त गफ हान्नै पऱ्यो, गफ दिनै पऱ्यो। अनि उहाँहरूसँग गफ गरेँ होइन। सबै आफ्नो आफ्नो तालमा हुनुहुन्छ हेर्नु न, कोही माछा पोको पार्नु हुँदैछ, कोही के गर्नु हुँदैछ। उहाँहरू पनि अब यता एक्सपर्टाइज कम्पनीको चाहिँ अबु हदेरिया भन्ने क्याम्पमा बस्नु हुँदो रहेछ। अनि प्रत्येक फ्राइडे चाहिँ छुट्टी हुँदो रहेछ। अनि छुट्टीमा आएर चाहिँ उहाँहरू पनि यसो रमाउने गर्नु हुँदो रहेछ। यस्तो खालको माछा चाहिँ मलाई अचम्म लागेन कि कत्रो लामो थुतुनु के यो थुतुनु चाहिँ खानु कि फाल्नु थाहा छैन। अनि उहाँ चाहिँ बङ्गाली साथीहरू उनीहरूले पनि माछा मार्दैछन्। कति साथीहरू चाहिँ कस्तो गर्नु हुँदो रहेछ भनेदेखि त्यो ढुङ्गाको चेप पल्टाउनु हुँदो रहेछ कि त्यो सानो सानो माछाहरू आएर बस्दो रहेछ कि त्यो चेपमा। अनि त्यही माछाहरू उठाएर प्लास्टिकमा हालेपछि 1-1.5 घन्टा चाहिँ 3-4जना भएर आउनुभयो भनेदेखि बेला पुग्ने छात पुगिहाल्दो रहेछ, निकालिहाल्नु हुँदो रहेछ। त्यसरी पनि आएर मार्नु हुँदो रहेछ धेरैजनाले होइन। अनि अब मलाई चाहिँ केही आइडिया छैन, मैले चाहिँ आजसम्म मारेको पनि छैन होइन। ऊ साथी चाहिँ फेरि कर्नाटकको अरे, उसले पनि यसो सोध्दै थियो के छ कसो छ भनेर होइन। अनि हेर न सबै त्यसरी मार्ने कि बाल्टी साल्टी के लिएर आउने होइन। अनि माछा त्यसमै राख्ने उहाँहरू त हो। अनि माछा पनि निकै मार्नुहुन्छ उहाँहरूले। अब उहाँहरूको अब
दिनचर्या नै त्यही हो अब किनकि अब एक त स्पेसल्ली बङ्गलादेशको मान्छेहरू त माछा धेरै मन पराउनुहुन्छ नि त फेरि होइन अनि उहाँहरूले त माछामा भनौँ न अब हाम्रो आलु चाहिँ सब्जी जेमा मिल्छ भने जस्तो उहाँहरूले माछालाई चाहिँ जुनै सब्जीमा पनि मिलाइदिनुहुन्छ कि एकदम टेस्टी बनाउनुहुन्छ थाहा भएन कसरी टेस्टी बनाउनुहुन्छ उहाँहरूको कहिलेकाहीँ यसो होटलमा खान गइयो भने पनि माछालाई चाहिँ विभिन्न परिकारमा सब्जीमा चाहिँ परिणत गरेर आउनुहुन्छ होइन अनि त्यसरी खाँदा पनि मिठो हुन्छ अनि त्यस्तै चाहिँ हेर्नु न ढुङ्गाहरू माटोहरू त्यस्तो छ अनि म चाहिँ अब फर्किनु पऱ्यो भनेर अनि फर्किँदैछु अनि त्यहाँ एकछिन सिटीमा जानु पऱ्यो सिटीको पनि भिडभाड कस्तो छ हेर्नु टुप्पी मेरो उडाएको एरियल जस्तो छ टुप्पी पनि लामो भयो होइन हावाले मान्छेहरूले गिज्याउँछन् ओ के गर्ने आफ्नो रीतिरिवाज धर्म संस्कृति होइन त्यस्तै त हो नि अब हामीले जग्गा नगऱ्यौँ भने हाम्रो छोराछोरीले जग्गा नगर्ने हुन् अब हामीले बिर्सेर गयौँ भने हाम्रो छोराछोरीले पनि बिर्सिन्छन् त्यही भएर अब हामीले त जग्गा गर्नुपर्छ हाम्रो कला संस्कृति धर्म हरेक चिजलाई होइन अनि यो चाहिँ बालुवाघारी चाहिँ पुरा हिँड्दैछु म किनकि अब परै पुग्नुपर्ने छ हिँडेर त्यहाँबाट निक्लेर म आउँदैछु अनि आइसके पछाडि अब म त्यहाँ गाडी पार्किङ गरेको ठाउँमा जान्छु होइन गाडी पार्किङ गरेको ठाउँबाट गाडी लिएर निक्लिन्छु निक्लेपछि अनि उहाँ साथीहरू फेरि आज फ्राइडेको दिन चाहिँ फेरि टाढा टाढाबाट आउनुहुन्छ कि यो चाहिँ हेरौँ न उहाँ गाडी पार्किङ गर्ने ठाउँ टाढा टाढाबाट 2-3 घन्टाको बाटोहरू आउनुहुन्छ हप्ता दिनमा एक दिन सपिङ गर्नलाई घुम्नलाई होइन अब आफ्नो हरेक चिज साथीभाइ भेटघाट कतिको ब्याङ्किङ कामहरू होइन उहाँहरू चाहिँ त्यहाँ गाडी रोकेपछि यो बाटो हुँदै आउनुहुन्छ यहाँ अगाडि चाहिँ नेस्टो छ होइन अनि यो नेस्टोमा चाहिँ उहाँहरू किनमेल गर्नुहुन्छ कि उहाँहरू सपिङ गर्नुहुन्छ यो नेस्टोमा अनि नेस्टोमा सपिङ गरिसके पछाडि उहाँहरू फेरि अनि त्यही बस पक्रेर निक्लिनुहुन्छ अनि यहाँको यस्तै छ माहौलहरू होइन अनि आज अब त्यति भिडभाड छैन किनकि अहिले अब रमजान चलिरहेछ त्यो भएको कारणले गर्दाखेरि त्यति भिडभाड छैन अनि हजुरहरूलाई कस्तो लागिरहेछ त मेरो भिडियो हेरेर कृपया कमेन्ट गरिदिनु होला अनि लाइक पनि गरिदिनु होला सेयर पनि गरिदिनु होला अनि हजुरहरूको दिन शुभ रहोस् मस्त रहनुहोस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् भन्दै अनि आजलाई चाहिँ बिदा चाहन्छु फेरि अर्को ब्लगमा भेटौँला हस् त स्टे ट्युन थ्याङ्क यू फर वाचिङ